ले यार सबै आशै मारिदियो खोर्सानीको हालत यस्तो छ तोरीको हालत यस्तो छ तोरी यस्तो नि तोरी हुन्छ त कोरियामा नेपाली तोरी रोपेको तोरी नै यस्तो बनाइदियो हाम्रो करेसाबारीको बिजोग बनाइदियो यार के न गर्मीले न के केही राम्रो छैन खुर्साकेर यस्तो छ पुरै सानैमा बुढा भएछ निसाक पनि खोर्सानीहरू हेर बेगा नभइकन मरे बिचरा खोर्सानीहरू मतलब फुलै नफुलिकन मर्यो दाइ करेसाबारी कस्तो छ त हाम्रो भेन्टाले अहिलेसम्म आँस देखाइरहेछ हाम्रो होइन एक दुईवटा गोल भेडाले चाहिँ आँस देखाइरहेछ राम्रो खोइ यो कोरियन साग काँचै खाने साग यो नेपाली साग एक खरबुजा यो फर्सी थियो यसो गरेर मर्यो माया लाग्दै गरेर त्यहाँ काङ्ग्रा मरो बिजोग छ हाम्रो करेसाबारीको एक कोरियन स्टाइलको थाङ्ग्रा बोडी थियो बोडी रोपेको बोडीले पनि बाटो देखाइदियो मकै पनि छ है हाम्रो यहाँ करेसाबारीमा यो एउटा बोडी छ राम्रो अहिले खान दिन्छ कि आस लाग्दो बोडी यो हाम्रो खोर्सानीबारी भन्ने हो कि यो ढुङ्गाबारी भन्ने हो खास ढुङ्गाबारी भनौँ भने खोर्सानी पनि छ एउटा दुइटा बिचबिचमा अलिअलि फल्नै लागिसकेको छ तर पनि ढुङ्गा छ ढुङ्गाबारी ढुङ्गा प्लस खोर्सानीबारी हाम्रो प्लस करेसाबारी भटेको घरको पछाडि करेसो यसरी करेसो खेती गर्न परेको छ पानी बहुत खुल भयो यार हमने नेपालको खोर्सा मकै कस्तो छ दामी भएछ त नेपालको अच्छा होला त नेपालीमा पयोँ कोरियनमा साकुरा अनि यहाँ मकै ये कट्टुस ये होता है यो स्याउ इसका नाम क्या रहता है ब्लूबेरी कट्टुस हलुआ बेत